वडाध्यक्षदेखि लिएर मन्त्रीसम्म र खर्दारदेखि लिएर मुख्य सचिवसम्मको सम्पत्ति छानबिन गर्नु पर्यो। प्रधानमन्त्री कार्यालयमा रहने मुख्य सचिवसम्मको सम्पत्ति छानबिनदेखि हरेक कुराहरू गर्नको लागि यो सरकारलाई चुनौती सामना गर्नु पर्दैन? जो पनि त विभिन्न आयोगहरू बनेका हुन्, त्यो आयोगहरू कहाँ कार्यान्वयन भए त? पवनजी, जहिले पनि तपाईँ जे काम गर्नुहोस् त्यसमा दुईटा कुरा हुन्छ। देश बालिनमय भएको छ। अब की बार बालिन सरकार भन्ने नारा चौतर्फी गुन्जिरहँदा रासोपाले 125 स्थानमा गरेको विजयले अहिले साँच्चै देश समुन्नतितिर जान्छ त वा पुरानै अवस्थामा देश रहन्छ भन्ने जिज्ञासा सबैको छ। यसै विषयमा कुराकानी गर्नको लागि रौतहटको गढीमाई नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष रामपुकार यादव हुनुहुन्छ। स्वागत छ सरोकार विशेषमा। धन्यवाद। देश घण्टीमय भएको छ। देशमा अब की बार बालिन सरकारको नारा जसरी गुन्जियो त्यही स्थान रासोपाले ल्याउन सफल भएको छ। कसरी तपाईले यो चुनावी मत परिणामलाई विश्लेषण गर्नुहुन्छ, समीक्षा गर्नुहुन्छ? फाल्गुन 21 गते जुन यो चुनाव हो, यो चुनाव आफैमा एउटा ऐतिहासिक चुनाव थियो। यो चुनावलाई हामीले ऐतिहासिक रूपमा लिने गरेका छौँ। अर्को कुरा, जुन यो अहिलेको मत परिणाम आयो, जुन नतिजा आयो, त्यो नतिजा भनेको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो दिन हो र यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नतिजा हो। यो म त्यसलाई त्यसरी लिने गरेका छु। अर्को कुरा, अहिले जुन यो मतको कुरा गर्नुभयो, बालिन सरकारकै कुरा गर्नुभयो, घण्टीमयको कुरा गर्नुभयो, जनताले नागरिकले एक किसिमको परिवर्तन खोजिरहेको थियो। त्यसमा विशेष गरी अब मलाई लाग्छ हामी 3 करोडको हाराहारीमा छौँ जनसङ्ख्या नेपालमा। सबै जनता घर घरमा पुरै पीडित भएको थियो विगतका सरकारको गतिविधिबाट, क्रियाकलापबाट, हैन? हरेक मतलब ठाउँमा खालि भ्रष्टाचार, व्यथिति, अन्याय, अत्याचार बाहेक केही थिएन। त्यसले गर्दा त्यसका विरुद्धमा यो मत त दिएको हो नि, त्यसका विरुद्धमा मत दिएको हो। अब कुरा रह्यो, अब अपेक्षा त गरेरै दिएको हो, परिवर्तन त हुन्छ भनेर दिएकै हो मत। त्यसले गर्दा अब जनताको कुराहरूलाई, जनताको अब जे होस् विचारलाई कदर गर्दै आउने यो सरकारले आफ्ना गतिविधिहरू सञ्चालन गर्नुपर्छ। अब जहाँसम्म रह्यो भ्रष्टाचारका कुराहरू, यो देश बर्बाद भएको भ्रष्टाचारले गर्दा हो। म यसमा के भन्न चाहन्छु भन्दाखेरि भ्रष्टाचार अन्त गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धानले गर्न सकेन। अब कसैलाई दुःख लाग्ला, त्यो गर्न सकेन। त्यसले अब राम्रो तरिकाले यदि गरेको भए यो अवस्था आउने थिएन होला। त्यसले गर्दा अब मलाई एउटा के लाग्छ भन्दाखेरि सम्पत्ति छानबिन आयोग एउटा गठन गर्नुपर्छ। त्यो एउटा सम्पत्ति छानबिन आयोग, शक्तिशाली आयोग गठन गरेर र त्यो आयोगलाई निष्पक्ष रूपले काम गर्न दिनुपर्छ। र त्यसमा अब वडाध्यक्षदेखि लिएर मन्त्रीसम्म र खर्दारदेखि लिएर मुख्य सचिवसम्मको सम्पत्ति छानबिन गर्नु पर्यो। अब त्यसको लागि संविधानै संशोधन गर्न पर्दैन, हैन? त्यसको लागि त तुरन्तै स्टेप चाल्नु पर्यो नि त। त्यो तुरन्तै स्टेप चाल्नुपर्छ। त्यसपछि जनतालाई एक किसिमको अनुभूति हुन्छ अब यो सरकारले स्टेप बाई स्टेप काम गर्दै जान्छ कि भनेर। तपाईले भनेको जस्तो वडा अध्यक्षदेखि तल्लो कर्मचारी र मुख्य सचिवसम्म, प्रधानमन्त्री कार्यालयमा रहने मुख्य सचिवसम्मको सम्पत्ति छानबिनदेखि हरेक कुराहरू गर्नको लागि यो सरकारलाई चुनौती सामना गर्नु पर्दैन? हेर्नुस्, यो हिजो पनि त विभिन्न आयोगहरू बनेका हुन्, त्यो आयोगहरू कहाँ कार्यान्वयन भए हो? समस्या त्यहीँनिर छ। आज कार्की आयोग गठन भयो, जेनजी आन्दोलनको बारेमा छानबिन भइरहेको छ, त्यो खुलस्त विश्लेषण हुन सकिरहेको अवस्था छैन। पवनजी, जहिले पनि तपाईँ जे काम गर्नुहोस् त्यसमा दुईटा कुरा हुन्छ। अवसर र चुनौती सँगसँगै हुन्छ। अवसरलाई हामीले आत्मसात गर्दै लिएर अगाडि बढ्नुपर्छ। अवसरलाई हामीले छोड्नु हुँदैन, चुनौतीको सामना गर्नुपर्छ। अब चुनौती कहाँ कहाँ छ त्यसको पनि एउटा सही विश्लेषण गर्नुपर्छ र चुनौतीलाई सामना गर्ने औजारहरू हामीसँग त छैन त, हैन? त्यो औजार प्रयोग गर्नु पर्यो। अर्को कुरा, अब अवसरको जहाँसम्म कुरा गर्नुभयो भन्दाखेरि अब यो विभिन्न आयोगहरू त बने, तर त्यो आयोग सही तरिकाले कार्यान्वयन गर्न सकिएन। त्यो आयोगहरूले सही तरिकाले काम गर्न सकेन, जनताको मन जित्न सकेन।
होइन, पीडितलाई न्याय दिन सकेन, त्यसले गर्दा त अहिले यो नतिजा आएको हो नि। अब कुरा रह्यो यो विभिन्न खालका जुन विकृतिहरू छन्, व्यथितिहरू छन्, ती व्यथितिहरूलाई न्यूनीकरण गर्नका लागि हामीले अक्षर अक्षर संविधानमा लेखिएका कुराहरू पल्ला गर्नुपर्छ, संविधानमा लेखिएका कुराहरू अक्षर अक्षर कार्यान्वयन गर्नुपर्छ। र अहिले बन्ने सरकारमा रासोपाका सभापति रवि लामिछाने र रासोपाले राखेको एजेन्डामा बालेन सरकारमा विभिन्न अहिले नै विश्लेषण हुन लागेको छ कि रासोपा भोलिको अवस्थामा टुक्रने सम्भावना पनि बढी छ भनेर विश्लेषकहरूले विश्लेषण गरिरहेको अवस्थामा के साँच्चै तपाईँले भनेको जस्तो कुरा सम्भव हुन्छ? यो सम्भव हुन्छ। यस्तो, अब रासोपाको त आफ्नै पार्टीभित्रका कुराहरू छन् होइन, र मलाई एउटा के आशा छ भन्दाखेरि हिजोको जस्तै यो पनि सरकारले अथवा यो पनि पार्टीले अथवा रविले अथवा बालेनजीले त्यसरी गर्नु हुँदैन कि जस्तो मलाई लाग्छ, र उहाँहरूलाई शुभकामना छ मेरो तर्फबाट, राम्रो गरोस्। तर म उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि मैले अघि भने नि, मैले भ्रष्टाचारमा किन जोड दिएको भन्दाखेरि यो भ्रष्टाचारीहरूले नै देश बिगाडेको हो। त्यसले गर्दा म 3-4वटा कुरामा जोड दिन चाहन्छु। एउटा त सुरु मैले भने 1 नम्बरमा एउटा शक्तिशाली आयोग गठन गरेर सम्पत्ति छानबिन गर्नुपर्छ। दोस्रो कुरा, अब हामीले जुन अहिले अब विदेश जाने हाम्रा युवाहरू छन्, नागरिकहरू छन्, ती युवाहरूलाई कसरी न्याय दिने त? सहुलियत हिसाबले, सही हिसाबले कसरी मतलब बाहिर पठाउने त? त्यो कुराहरू गाउँघरमा उठिरहेछन्। त्यसको लागि पनि एउटा अब वैदेशिक रोजगारसँग सम्बन्धित एउटा पनि आयोग एउटा गठन गर्नुपर्छ। एउटा कुनै न कुनै एउटा निकाय हुनु पर्यो। अब जब मान्छे अब विदेश जान्छ, त्यसबाट ठगिन्छ, ठगिएपछि फेरि फर्केर गाउँमा आउँछ, र गाउँमा आइसकेपछि त्यो मान्छे कहाँ जाने त? कोसँग कुरा गर्ने, कसको घरमा जाने, कुन अफिसमा जाने, कुरा सुन्नेवाला कोही छैन। त्यसले गर्दा त्यसको लागि एउटा छुट्टै एउटा निकाय हुनु पर्यो। अर्को कुरा, अब अहिले मानौँ न नेपालीको सरदर आयु कति, झन्डै अब 70-71 वर्ष हो नि होइन, तर अब ज्येष्ठ नागरिकको लागि भाताको उमेर कति तोकिया छ? उमेर हद 70 वर्ष। त्यो न्यायोचित भएन। त्यसले गर्दा त्यो पनि एउटा उमेर हद घटाउनु पर्छ। मलाई लाग्छ 60 देखि 65 को भनेपछि तपाईको मतलब मान्छे मृत्युको उमेरको नजिकमा पुगेपछि उलाई भत्ता दिएर केही फाइदा भएन, केही फाइदा छैन। अगाडि बढै त्यो भत्ताको उपयोग गर्न पाउनु पर्यो। हो। अब त्यसपछि अर्को कुरा मैले एउटा के अनुरोध गर्न चाहन्छु भन्दाखेरि अब बन्ने सरकारसँग अब हामीले उद्यमीका कुरा गर्छौं, हामी परिवर्तनको कुरा गर्दै कहाँबाट जोड्ने त, कहाँबाट सुरु गर्ने त? जबसम्म व्यक्तिमा एक किसिमको प्राविधिक ज्ञान हुँदैन, सिप हुँदैन, तबसम्म त्यो चेन्जै हुन सक्दैन। त्यसले गर्दा प्राविधिक ज्ञान दिनु पर्यो होइन, प्राविधिक सिप दिनु पर्यो। त्यो प्राविधिक सिपले गर्दा मान्छे के हुन्छ त, आत्मनिर्भर बन्छ, र आत्मनिर्भर बनेपछि त आँट हुन्छ नि त, म यो पो गर्न सक्छु भनेर। त्यसले गर्दा हामीसँग भएका स्रोतहरूलाई सही तरिकाले परिचालन गर्नु पर्यो, स्थानीय स्रोतहरूमा पनि जोड दिनु पर्यो, त्यतातिर पनि ध्यान केन्द्रित हुनुपर्छ। जनताले चाहना गरिरहेका छन् शिक्षा, स्वास्थ्य लगायत अहिले विभिन्न शुल्कहरूको मिनाको विषय पनि उठिरहेको छ हैन? त्यो विषयमा तपाईँ आफैले पनि त्यो एक किसिमको प्रयोग गरिरहनु भएको छ, त्यो तर्फ सरकारले गर्न सक्छ, त्यो ध्यान दिन सक्छ? शुल्कको विषय नागरिकमाथि जुन लगाइएको छ सेवा शुल्क करहरू, त्यो सेवा शुल्क कर किन लिनु पर्यो? नागरिकसँग कर बाध्यताले तिर्नु परेको कर किन लिनु पर्यो? म भन्छु सेवा शुल्क लाग्ने जति कर छ नि, त्यो सरकारले, आउने सरकारले, बन्ने सरकारले त्यो सबै सेवा शुल्क कर मिना गर्नुपर्छ, खारिज गर्नुपर्छ। त्यो खारिज गर्नै पर्छ। म पीडा देखिरहेको छु कि गाउँघरमा अब ग्रासरुटको कुराहरू सुन्नु पर्यो, सरकारले तल्लो तहका कुराहरू सुन्नु पर्यो हैन? म त्यो 79 भन्दा अगाडि मलाई लाग्छ 77-78 कुरा म बसिरहेको थिएँ, समनपुर बजारमै बसिरहेको थिएँ। एकजना एउटा रसिद लिएर आउनुभयो, देखाउनु भयो। त्यो के को रसिद थियो भन्दाखेरि त्यो आम्दानी स्रोत प्रमाणित गर्छ नि, हो त्यो बैंकबाट लोन लिनको लागि त अब आम्दानी स्रोत प्रमाणित गर्नुपर्ने हुन्छ वडा कार्यालयले। अब त्यसमा मलाई 4500 को रसिद एउटा देखाउनु भयो। अब एउटा साधारण किसान जो आफै पीडित छ हैन, पीडित भएर बैंकसँग लोन लिन गइरहेछ हैन, अब त्यस्ता किसानसँग त्यो 4500 रुपैयाँ लिनु भनेको त अब उत्पादन गरेको किसानले के उत्पादन गर्छ? धान, गहुँ, मकै, अन्नबाली हैन, उत्पादन गर्छ हैन? ओ त्यो भन्नु न 4500 को धान कति हुन्छ?
1.5 कुइन्टलको हाराहारी हुन्छ। अब 1.5 कुइन्टल धान बेचेर गएर त्यसपछि एउटा आम्दानी स्रोत प्रमाणित गराएर ल्याउँदाखेरि कति पीडा हुन्छ। अनि त्यो पीडा देखेर मैले 79 सालको असार महिनाको 10 गते 10 कि 11 गते मैले लागू गरेँ। वडा नम्बर 1 मा म कुनै सिफारिस बापत शुल्क लिँदैन, अहिले पनि लिने गरेको छैन। अब पहिला लिन्थ्यो, अरू पनि देशभरिका अरू पनि स्थानीय उसमा लिइरहेको छ, मैले सुन्ने गरेको छु, तपाईँहरू पनि सुन्नुभयो होला। बिहा प्रमाणित गर्नु पर्यो होइन, जन्मदर्ता बनाउनु पर्यो, विभिन्न सिफारिस हुन्छ। सिफारिस बापत 200, 400, 500 लिने गरेको छ, मनमौजी हिसाबले लिने गरेको छ। नेपाल सरकारले त्यो कुछ 250 भने वडा कार्य लिने गरेको छ 500, 700 रुपियाँ लिने गरेको छ। भनेपछि त एउटा जो पीडित व्यक्ति छ, एउटा सिफारिस गर्न जाँदाखेरि 500 रुपियाँ तिर्दाखेरि कति 20 केजी 25 केजी धान हुन्छ। भनेपछि यो कुरा आफैमा त्यति उपयुक्त छैन। त्यसले गर्दा यो सिफारिस यो कुरा आफैमा संवेदनशील विषयवस्तु हो सर। यो विषयवस्तुप्रति सरकारले ध्यान दिनुपर्छ भन्ने तपाईँको भनाइ हो। यो दिनै पर्छ, यो हटाउनै पर्छ। जनतामाथि किन कर लगाउनु पर्यो? त्यो करको औचित्य छैन। जुन दिन नागरिक सक्षम हुन्छ, जुन दिन नागरिक आफै आत्मनिर्भर बन्छ, देश आफै समृद्ध हुन्छ, त्यो दिनदेखि लगाओस् न बरु। अहिले खारिजै गर्नुपर्छ। यो समुन्नत र परिवर्तनका कुराहरू गरिरहँदा नेपाली उखान छ नि, हात्ती आयो फुस्छ भन्ने नेपाली उखान जस्तो सार्थकता हुने हो कि भन्ने प्रश्न धेरै जनताको मनमा उठिरहेको छ कि। यस्तो यो त स्वाभाविक कुरा हो। जनताले विगतका कुराहरू पनि त धेरै छ हैन, विगतका पनि सिकाइहरू छन्, अनुभवहरू छन्। जस्तै अब 2015 सालमा बीपी को सरकार बन्दाखेरि त्यो पनि 2/3 को सरकार थियो, थाहा छ नि, 2/3 को सरकार थियो। त्यसपछि 2048 सालमा जुन सरकार भयो त्यो पनि बहुमतको सरकार थियो, गिरिजाबाबुको सरकार थियो, हो कि होइन? त्यसै गरी 74 मा पनि ओलीको सरकार थियो, बहुमतकै सरकार थियो। 2064 का कुरा पनि गरौँ, 64 को पनि कुरा गर्नुस् हैन। यो सबै कुराहरूले निहाल्दाखेरि जनतालाई कहीँ न कहीँ शङ्का छ। तर मलाई अहिले के लाग्छ भन्दाखेरि हिजोभन्दा आजको दिन अलिक फरक छ, हिजोभन्दा आजको समय अलिकति फरक छ। अब हरेक नागरिक सचेत भएको छ, हरेक नागरिकले परिवर्तन खोजिरहेको छ। त्यसले गर्दा अब यो सरकारले अलि राम्रै तरिकाले गर्छ कि भन्ने म पनि आशावादी छु। सर, एउटा अति महत्त्वपूर्ण र संवेदनशील विषय, बीपीको अमेरिकन सेनाले आएर यहाँ संगठनको रूपमा आफ्नो चाहिँ बेस क्याम्प खडा गर्ने। तर यो अलिकति विवादित विषय हो। एसपीपी भनेको अब स्टेट पार्टनरशिप प्रोजेक्ट हो त्यो हैन। यो विषयमा हिजोका दिनमा पनि सदनमा आवाज उठाएकै हो हैन, विभिन्न पार्टीहरूले त्यसका विरोधमा आवाज उठाएकै हो हैन। एसपीपी लागू गर्नु हुँदैन हैन। अब बाहिरको सेनाहरू किन मतलब नेपालमा भित्राउनु पर्यो? सैन्य तालिम सञ्चालन गर्नका लागि अब अमेरिकाले अब हिमाली भेग चाहिन्छ भन्ने कुरा पनि अब भन्ने थियो हैन, त्यो प्रपोजलहरूमा। त्यसले गर्दा अलिकति यो विवादित विषय हो। यसमा अलिक संवेदनशील यो आउने गभर्नमेन्टले हुनै पर्छ। त्यो अलिक विवादित विषय हो। अब जहाँसम्म तपाईँले चुनौतीको कुरा गर्नुभयो, अब शक्ति सन्तुलन पनि मिलाउनु पर्ने हुन्छ। शक्ति सन्तुलन मिलाएर त्यसपछि जनताका जुन इच्छा आकांक्षा छ, ती इच्छा आकांक्षाका कुराहरू, परिवर्तनका कुराहरूमा अलिक जोड दिनुपर्छ। फर्स्ट स्टेजमा छ, भर्खर नतिजा आएको छ र त्यो रिजल्ट अनुसार अब मानौँ न यो महिना दिनभित्रमा सरकार बन्छ हैन। निर्वाचन आयोगको अन्तिम परिणाम हिजो आइसक्यो। त्यसपछि अब त्यो विधान अनुसार, कार्यविधि अनुसार अन्तिम नतिजा आइसकेपछि त्यसको 7 दिनभित्र राष्ट्रपति कार्यालय समक्ष पुर्याउनु पर्ने हुन्छ, पेश गर्नुपर्ने हुन्छ। त्यो सबै विधिहरू प्रक्रियाहरू पुरा गरिसकेपछि 1 महिनाभित्र यो सरकार निर्माण हुन्छ। र यो सरकारलाई अहिले हामीले यो पनि गर्न सक्दैन, त्यो पनि गर्न सक्दैन भन्ने मिल्दैन। हामीले एउटा के खुसी हुनुपर्छ भन्दाखेरि, हामीले के एउटा हौसला प्रदान गर्नुपर्छ भन्दाखेरि यो सरकारले पनि केही गरोस् र केही गर्नका लागि नै जनताले मत दिएको हो हैन। अब यो सरकारले गर्छ, नगर्ने होइन। हामी आशावादी छौँ र यो सरकारको नतिजा हेरेर, काम हेरेर त्यसपछि अब जनताले 6 महिनापछि मूल्याङ्कन गर्छ। वास्तवमा यो 6 महिना, अब यो त डे 1 देखि नै मूल्याङ्कन गर्छ नि त जनताले। अहिले कुराहरू आइरहेको छ, अब 2/3 को नजिक पुग्दै गर्दा संविधान संशोधनका कुरा, राष्ट्रपति फेर्ने कुरा लगायत विभिन्न कुराहरूले सुनिरहेका छौँ कि विश्लेषकहरूले यो किसिमको कुरा असम्भव हुन जान्छ भन्ने कुरा पनि आइरहँदाखेरि तपाईँले यसलाई कसरी अध्ययन गर्नु भएको छ एउटा जनप्रतिनिधिको हैसियतले? यस्तो कि यो अब संविधान संशोधनको जहाँसम्म कुरा छ नि, हो त्यो संविधान संशोधन
कुन बुन्दामा के गर्ने त त्यो थपघट गर्नुपर्ने कुराहरू के थप्नु पर्यो के हटाउनु पर्यो त्यो कुरा सार्वजनिक हुनु पर्यो हैन। यो संविधानभित्र रहेका केही त्यस्ता कुराहरू छन् होला त्यसले हाम्रो समाजलाई अलि बाधक बनिरहेको छ कि त्यस्तालाई हटाइदिनु पर्यो डिलिट गर्नु पर्यो हैन। र अब जुन यस्ता कुराहरू छन् त्यो कुरा थप्दाखेरि हाम्रो समाज समुन्नत हुन्छ हैन समृद्ध हुन्छ भने त्यस्ता कुराहरू लागू गर्नु पर्यो। त्यो संविधान संशोधनको लागि कुनै समस्या छैन होला जस्तो लाग्छ। किन भन्दाखेरि राम्रो कामको लागि अगाडि बढ्दाखेरि कुन पार्टीले सहयोग गर्ने सबै पार्टीले सहयोग गर्नु पर्यो हैन। संविधान संशोधन त यो आउने सरकारले त गरेको होइन, बालेन रविजीले त गरेको होइन। योभन्दा अगाडि पनि जुन यो अब मानौँ न म त त्यसलाई अनैतिक गठबन्धन भन्छु के अनैतिक गठबन्धन हैन अनैतिक प्रेम जुन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार थियो र दुई सरकार के अरे पार्टी र दुई पार्टीको एउटा सम्झौता भएको थियो नि। हामी यो 6 महिनाभित्र संविधान संशोधन गर्ने भन्ने कुरा त गरेकै थियो न देउवाले र ओलीजीले गरेको होइन हैन। त्यसले गर्दा संविधान संशोधनमा कुनै बाधा व्यवधान हुँदैन। जुन शब्दले जुन कुराले यदि राम्रो निकास दिन्छ भने त्यो कुराहरू त संविधानमा लागू गर्नु पर्यो नि। यो त अब यो पार्टीले ल्याएको राष्ट्रपालले ल्याएको हो हैन। यो अब बुन्दाहरूमा अब बिना कामको त्यो अब तर्क वितर्क गर्नु त त्यो राम्रो हुँदैन। यदि जनताको लागि राम्रो छ भने त राम्रो हिसाबले पारित गरिदिनु पर्यो, समर्थन गरिदिनु पर्यो। तपाईले दिने नयाँ सरकारलाई दिने सुझाव सल्लाह र शुभकामना के हुन जान्छ? नयाँ सरकारले 4-5 वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो भ्रष्टाचारी मुक्त देश बनाउनु पर्यो। त्यसको लागि आफैबाट सुरु गर्नु पर्यो, सबैले मम बन्नु पर्यो हैन। त्यसको लागि एउटा शक्तिशाली आयोग गठन गर्नु पर्यो र ती शक्तिशाली आयोगले निष्पक्ष तरिकामा छानबिन सुरु आयोग कार्यान्वयनमा पनि आउनु पर्यो, त्यो व्यवहारमा लागू गर्नु पर्यो। एउटा कुरा त्यो। अर्को कुरा यो जुन अहिले अब न्याय दिने जुन अदालत छ नि, मलाई लाग्छ यो अदालत अब कहिलेकाहीँ यस्तो मनमा हुन्छ पीडा जो रक्ष कोही भक्छ जस्तो महसुस हुन्छ कि अदालत धेरै पीडित भएर नै अदालत जान्छ जनता। तर त्यहाँनिर तपाईँको टाउको कसैले फोडिदियो र टाउको फोडेपछि तपाईँ पीडित हुनुभयो, अदालत जानुभयो। श्रीमानले के गर्छ त्यहाँ न्यायाधीशजीहरूले त्यो बराबरको धरौटी काम गर्छ, धरौटी तोकिदिन्छ। तपाईँको टाउको फोडिदियो, मरनासन हिसाबले मारिदियो र त्यसको धरौटी मात्र तोकिदिने, त्यो मान्छे बाहिर घुमिरहेको हुन्छ। अर्को कुरा के गर्छन्, मैले थुप्रै केसहरू देखाएको छु त्यस्ता। लास्टमा जुन नतिजा आउँछ फाइनल गर्छ केस मुद्दामा त्यो बिगो भएर आइदिन्छ। बिगो तपाईँको टाउको फोरे बापत 50,000 रुपियाँ जरिवाना भने त्यही श्रीमानको टाउको फोडिदियो भने कि 50,000 रुपियाँमा चित्त बुझ्छ। त्यसले गर्दा म एउटा के अनुरोध गर्न चाहन्छु भन्दाखेरि सरकारसँग अदालतलाई पनि निष्पक्ष हिसाबमा लानु पर्यो। संविधानले त त्यो त भनेको छैन नि। संविधानले भनेको छ कसैको टाउको फोडेपछि कानुन नलाग्ने, जरिवाना तिर्दिने। भनेपछि म कसैको खुट्टै तोडिदिन्छु, भागिदिन्छु भने त्यसपछि 50,000 1 लाख रुपियाँ दिएपछि त्यसको उपचार खर्च दिएपछि त्यसलाई न्याय पाउँदैन नि। हो यो पनि एकदम संवेदनशील विषय हो। त्यसले गर्दा त्यसमा ध्यान दिनुपर्छ। मतलब ग्रामीण भेगका जनताको आवश्यकताहरू पीडाहरू बुझ्नुपर्छ। अब त्यो काठमाडौँको नागरिकको अब पीडा अथवा काठमाडौँको नागरिकको समस्या हाम्रो यहाँनिर अब स्थानीय रौतहट जिल्लाको मतलब ग्रामीण भेगका जनताको समस्या फरक हुन सक्छ नि। त्यसले गर्दा अहिले अब मानौँ न वैदेशिक रोजगारमा त जान्छ युवाहरू, उहाँहरूसँग सिपै हुँदैन, बिना सिपको जान्छ। अनि बिना सिपको जाँदाखेरि तपाईँले पारिश्रमिक पाउने भने कति? त्यो लेबर कोस्टको रूपमा जान्छ नि त। त्यसले गर्दा सिप विकासमा अलि बढी जोड दिनुपर्छ। युवाहरूलाई सिप हिसाबले अब जस उनीहरूलाई आत्मनिर्भर बनाउने हिसाबमा अलि जानुपर्ने हुन्छ। र अब त्यसपछि अहिले गभर्मेन्टको पनि योभन्दा अगाडिका पनि गभर्मेन्टको कन्सेप्ट, त्यसपछि हाम्रो संविधानमा लेखेका कुराहरू एक घर एक उद्यमी भन्ने छ। भनेपछि एक घर एक उद्यमी बनाउनु पर्यो। त्यसपछि आप नेपाल समृद्ध हुन्छ हैन। सबैले पैसा कमाउनु पर्यो, सबैले उत्पादन गर्नु पर्यो। दुईटा कुरामा अलि बढी जोड दिनुपर्छ, उत्पादन र उत्पादकमा। र उत्पादन गरिसकेपछि बजारीकरण हुनु पर्यो। उत्पादन गरिसकेपछि त बजारीकरणको व्यवस्था त गभर्मेन्टले मिलाउनु पर्यो नि त हैन। यी कुराहरूमा साना साना कुराहरू हामीलाई हाम्रा गभर्मेन्टले त्यति महसुस गर्दैन, ध्यान गएको हुँदैन, मतलब राख्दैन। त्यही चपेटामा नेपाली जनता परिरहेको हुन्छ। त्यसले गर्दा मानौँ न यहाँनिर अब कुनै हामीले अब 50 जना युवालाई सिपमूलक
तालिम दियो भने सिपमूलक कार्यक्रम सञ्चालन गरिदियो भने उसलाई हामीले नेपाल सरकारले प्रमाणपत्र दियो भने त्यो प्रमाणपत्र भोलि अब विदेशमा गएर बेच्न सकिन्छ नि त। त्यो कुराहरू अब हिजोभन्दा आज अलिकति फरक किसिमले काम गर्नुपर्छ जस्तो मलाई लाग्छ। जस्तै मानौँ न आलु हामीले आलु उत्पादन गर्छौँ, यानि किसानले उत्पादन त गर्छ नि त। 1 केजी आलु उत्पादन गर्दाखेरि मलाई लाग्छ 10 रुपियाँ जति कोस्ट पर्छ। आलु बिक्री कतिमा हुन्छ? 20 रुपियाँ केजीमा हुन्छ भनेपछि किसानलाई 1 केजी बराबर कति आम्दानी भयो त? 10 रुपियाँ। अब त्यही आलु चाइनाले, जापानले, इन्डियाले त्यही आलु खरिद गरेर त्यही आलु बेचेर 1 केजी आलुको मानौँ झन्डै 1000-2000 रुपियाँ लिँदो रहेछ। त्यो कसरी लिँदो रहेछ भन्दाखेरि त्यो उनीहरूसँग त्यो किसिमको एउटा ज्ञान सिप छ। आलु चिप्स त हामी खान्छौँ नि, आलु चिप्स खान्छौँ होइन। एउटा उसको पकेट कति रुपियाँ? 50 रुपियाँ मानौँ। आलुका परिकारहरू यी कुराहरूमा ध्यान दिनुपर्छ अनि नेपाल समृद्ध हुन्छ, नहुने होइन। हामीसँग स्रोत साधनहरू पनि छ र ती स्रोत साधनहरू हामीले सही तरिकाले परिचालन गर्न सकिएनौँ, उपभोग गर्न सक्नु पर्यो। हुन्छ सर, महत्त्वपूर्ण समय र संवादका लागि सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।